छ सेल्टी ठिक छ कमाउनु आएको हो कि रमाउनु आएको हो के गर्ने साथीभाइ हो दिनमा भनेको 45 दराम आउँछ त्यो पनि धेरै भयो कति आउँछ 40 दराम आउँछ होला होइन 30-35 हो पसिना भने 100 दरामको जान्छ साह्रै दुःख छ हो दुबईमा पानी नपाएर जमिन मुनिबाट निकाल्दैछ र सोल्टीले यहाँको नाइके भने नि फर्ने भने हाम्रो सोल्टी हो अनि हाम्रो यता दाइ भर्खर नै यहाँ आएको छ कामै गर्नु मान्दैन के हो नेपाल जस्तो सोचेको होला गाह्रो छ दाइ गाह्रो छ यो दुबई जस्तो लाग्छ त एउटा पाइप सेट गर्नुलाई ठ्याक्कै 15 दिन लागिसक्यो हामी 3 जनालाई कामै गर्दैन 15 दिन लागिहाल्छ एक बाल्टिङ फाल्छ 50 चोटि बसिन्छ एक बाल्टिङ फाल्दाखेरि 2 बाल्टिङ पसिनाले नै भरिन्छ खाल्टो दुबईमा भन्थ्यो पानी पलाउँदैन हेर्नुस् यहाँ कस्तो पानी पलाउँछ दुबईमा झरुवा पानी पलाएको छ अब यसमा पूजापाठ हुन्छ